नक्कली र फर्जी भन्न मिल्दैन। यसरी सक्कली लालमोहर कहाँ छ भन्ने प्रश्न आज झैँझै छ। यसको सक्कली लालमोहर चाहिँ शाही कर आयोगमा छ। सर्वप्रथम 1831 मा नेपाल एकीकरणका नायक पृथ्वीनारायण शाहले लिम्बुवानका लिम्बुहरूलाई प्रदान गरेको लालमोहर वाचन र व्याख्या गर्ने ऐतिहासिक जिम्मेवारी कार्यक्रम आयोजक मित्रहरूले मलाई प्रदान गर्नुभएकोमा म हार्दिक धन्यवाद टक्राउन चाहन्छु। र सर्वप्रथम म यो ऐतिहासिक घडीमा 1831 को लालमोहर वाचन गर्ने यहाँहरूको बिचमा म अनुमति चाहन्छु। स्वस्ति श्री गिरिराज चक्र चूडामणि नरनारायण इत्यादि विविध बिरुदावली विराजमान मानमन्नत श्री महाराज श्री 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 महाराजे पृथ्वीनारायण शाह बहादुर शमशेर जंगदेवा नाम सदा समर विजय नाम स्वस्त्री श्री आगे राजभर सामर्थ श्री सुनराई कुमराई जंगराई और सबै गैर लिम्बू राई के पूर्ण मोहर कायम यथोचित उपरांत मिल्लत यहाँ को लागि तहाँलाई कुशल चाहिए। मेरो धर्म मन भलो छ। तिमीहरू हिजो पनि पिछा बक्सेका हौ। तिम्रा मुलुक हाम्रा प्रतापले तिमी तुतु तुम्याङ याकहानका सन्तान हौ र त्यो मुलुक हाम्रो भयो तापनि तिमीहरू हाम्रै छौ। तिम्रा जहाँका पिछा हामीले लियौँ। जसले जे तिम्रा खाइन पाइन लुङबाङगढ सिङबाङगढ अशुद्धलाई सब खतबात सब शुद्ध गरी खानामा हिजो तिम्रा मुलुकभित्रको सबै थामी बक्स्यौँ। तिमीहरू हाम्रा भादरसँग सामेल रहौ र मद्दत सकै हिजो आफै आपुङ्गी बसी आए बमोजिम त्यो मुलुक सम्भार गरी जिमी भूमि रहन्जेल तिम्रा शाखा सन्तान तक भोग गर। अरू 9 लाखेपट्टि तिमीहरू हौ न। के अर्थले भने अरू राजा मासिने हुँदा तिमीहरू राजा नै भन्ने नमासिने हौ। यो तिमीहरूको नीति हामीले जानेको छ। तर कुराको विस्तार तिम्रो नाभिमा बसेकोले तिमीले गर्यो र सुखिम र हाम्रो घा नभएको हो। र हाम्रो भलो मानिस र चौधरीले बोल कुरा गरी गएको छ। उनकै कुराको विस्तार बुझौला। मिली तिमीहरू चाहिँ आफै आपुङ्गी खानपानमाथि लेखे बमोजिम जिमी भूमि जानी दलन गरी खानु। हामीले खोसिए मासे मानी पुँजी ल्याएको देउताले हाम्रो राजकाज भङ्ग गरोस् भन्ने ताम्रपत्र बाचाको तसनी मुलुक लालमोहर बाँधी माथि लेखिने लिम्बू कुल भाइलाई दिउँ। इति सम्बत 1831 साल साउन सुदी रोज 2 बार मुकाम कान्तिपुर शुभम भनेर चाहिँ यहाँ लेखिएको छ। आदरणीय जनसमुदाय, यो लालमोहर मात्रै नभएर साधारण लालमोहर मात्रै नभएर साधारण पत्र मात्रै नभएर यो राज्यको सर्वोच्च कानुनी आदेश हो, रोयल चार्टर हो भन्ने कुरा म यहाँहरूलाई अवगत गराउन चाहन्छु। लालमोहरमा तिमीहरूको खानपान भन्ने शब्द परेको छ। त्यो भनेको परम्परागत प्रशासनिक राजनीतिक अधिकारको कुरा हो। गोर्खा राज्यले लिम्बुवानमाथि प्रत्यक्ष शासन लागू नगरी लिम्बुहरूकै स्वशासनलाई स्वीकार गरेको थियो। लुङमाङगढ सिङमाङगढ अधिकारको कुराहरू चाहिँ यो लालमोहरमा परेको छ। त्यो भनेको ढुङ्गा माटो र चाहिँ वन जङ्गलले बनेको यज्ञ गढी किल्लाहरू, सीमा खोला चरण खर्क र रीतिरिवाज, सामुदायिक स्रोत र परम्परागत भूमि तथा पुरानो अधिकार परम्परागत अधिकार यथावत रहनेछ भनेको हो। आजको भाषामा यसलाई कलेक्टिभ टेरिटोरियल राइट्स भनेर चाहिँ भन्न सकिन्छ। यो अधिकार समाप्त नहुने पुस्तान्तर इन्टरजेनेरेसनल राइट अथवा पुस्तादेखि पुस्तासम्म रहने व्यवस्था हो। र जिमी भूमि रहन्जेल तिम्रा शाखा सन्तान तक भोग गर भनेको हिजोका लिम्बू पुर्खादेखि आज उनका सन्तान दर सन्तानसम्म उपभोग गर्न पाउने अधिकार हो भनेर यहाँ तपाईँ हामीले बुझ्नु पर्दछ। लालमोहरमा अरू राजा मासिने हुँदा तिमीहरू राजा नै भन्ने नमासिने हौ।
भनेको र अरू त्यो भनेको चाहिँ के हो भनेदेखि अरू राजा भनेको हटाउन मिल्ने र मार्न पनि मिल्ने र नमासिने भनेको चाहिँ हटाउन नमिल्ने र मार्न पनि नमिल्ने भन्नु खोजेको हो। उक्त अधिकार हामीले खोसे मासे मानी पुँजी ल्याएको देउताले हाम्रो राजकाज भङ्ग गरोस् भन्ने ताम्रपत्र बाचा तसल्ली मुलुकी लालमोहर बाँधी माथि लेखिने लिम्बू फुल भाइलाई दिउँ भन्ने शब्द लालमोहरमा परेको छ। यसको अर्थ राजकाज नष्ट होस् भनेको हो र ताम्रपत्र बाचा भनेको तामा छोएर कसम खाएको हो र आज लिम्बोरको भूमि अधिकार खोसिएको छ। पृथ्वीनारायण शाहको वंशीय राजकाज पनि भङ्ग भइसकेको छ। साथै वंशनाश पनि भएको घटना हाम्रै आँखा अगाडि हामीले देखिसकेका छौँ। विज्ञानको युगमा यसो भन्न त नसुहाउने हो। यसो भन्न नसुहाउने भए तापनि लिम्बोरको लालमोहरमा उल्लेखित परम्परागत भूमि अधिकार फिर्ता नगरेमा नेपाल नै रहन्छ कि रहन्न भन्न सकिँदैन। आजको भू राजनीतिक घटनाक्रमहरूले देश नै नरहने परिदृश्य देखिएको विभिन्न मिडिया मार्फत विज्ञ र नेताहरूको भाषण सुनिएको छ। तर यस्तो दृश्य कहिले देख्न नपरोस्, किनभने हामीलाई नेपाल देशको माया छ र त्यस्तो दुर्दशा हामीले कहिले भोग्न नपरोस् भनेर हामी परिकल्पना गरौँ। अब यो लालमोहर सकल नकल कहाँ छ, सकल के हो नकल के हो भन्ने बारेमा थोरै प्रस्ताउन चाहन्छु। मैले पढेको लालमोहर कपी वा सारिएको लालमोहर हो। सार्दा तिथिमिति र रसो दीर्घ तलमाथि पर्न सक्दछ, तर सारिएकोलाई नक्कली र फर्जी भन्न मिल्दैन। यसरी सक्कली लालमोहर कहाँ छ भन्ने प्रश्न आज झैँतै छ। यसको सक्कली लालमोहर चाहिँ शाही कर आयोगमा छ। रोयल ट्याक्सेसन कमिसन त्यसलाई भन्छ, शाही कर आयोगमा यसको सक्कल लालमोहर छ। यसको जुन लालमोहर चाहिँ महेश चन्द्र लेग्मीले ल्यान्ड एन्ड टेन्योर एन्ड ट्याक्सेसन भन्ने पुस्तक लेख्दाखेरि त्यो लालमोहरको केही अंश त्यहीँबाट सारेका थिए, शाही कर आयोगबाट सारेका थिए। र मुद्दा परेको खण्डनमा लालमोहरको पेश गर्नुपर्ने स्थिति भयो भनेदेखि लालमोहर प्रस्तुत गर्ने दायित्व राज्यको हुनेछ, किनभने लालमोहर राज्यसँगै छ। लिम्बूलाई दिएको सकलमा लालमोहर कसरी पुग्यो शाही कर आयोगमा? यसको उत्तर विभिन्न समयमा राजाहरूले पुराना लालमोहर फर्काउन अर्को लालमोहरहरू जारी गर्दथे र खोजी पुराना लालमोहरहरू सङ्कलन गर्दथे। यही क्रममा यो सक्कली लालमोहर चाहिँ शाही कर आयोगमा पुगेको हुन सक्दछ वा शाही कपी शाहले चाहिँ राखेको कपी पनि हुन सक्दछ। तर जे जस्तो अवस्थामा भए पनि यदि लालमोहरको सक्कल चाहिँ ल्याउन पर्यो भनेदेखि त्यो सक्कल प्रस्तुत गर्ने दायित्व चाहिँ अन्तर्राष्ट्रिय अदालतमा होस् अथवा सर्वोच्च अदालतमा होस्, त्यो राज्यको दायित्व हुन आउँदछ भनेर म यहाँहरूलाई जानकारी गराउन चाहन्छु। अब लालमोहरमा राष्ट्रिय अन्तर्राष्ट्रिय मान्यता र कानुनी हैसियतबारे संक्षिप्त चर्चा गर्न चाहन्छु। राष्ट्रिय मान्यताको कुरा गर्नुहुन्छ भने मैले अघि शाही कर आयोगमा मात्रै होइन, यो नक्कली र सक्कलीको कुरा चलिरहेको बेला, यो फेक हो भन्ने कुरा सामाजिक सञ्जालहरूमा यहाँले देखिरहनु भएको बेला यहाँलाई म के भन्न चाहन्छु भने 1831 को लिम्बू गोर्खा बीचको सन्धि नेपाल सरकारको राष्ट्रिय अभिलेखालयमा छ। यसको DNA नम्बर 6/70 दिएर सूचीकृत गरेर राखेको छ। यहाँले पनि गएर हेर्न सक्नुहुनेछ। त्यो राज्यको निकाय हो। त्यो राज्यको निकायले पुरातत्व विभागले अभिलेखालयले राखेको कुरा मैले जानकारी गराएँ। त्यो सँगसँगै पुरातत्व विभागको आधिकारिक जर्नल प्राचीन नेपालको अङ्क 3 मा यो लालमोहर छापिएको छ र पञ्चायतकालमा सूचना विभागबाट प्रकाशित मेचीदेखि महाकालीसम्म पुस्तकमा मेची र कोशीको भूगोललाई लिम्बुवान भनिन्छ भनेर लेखेको छ। पञ्चायतकालमा पनि लिम्बुवानलाई स्वीकारेको थियो भन्ने कुरा म यहाँहरूलाई भन्न चाहन्छु। र अर्कोमा अन्तर्राष्ट्रिय मान्यताको छोटो चर्चा गर्न चाहन्छु। पल्लोकरात लिम्बुवान राष्ट्रिय मोर्चाका नेता चन्द्रप्रसाद यौङिया लगायत विरुद्ध नेपाल सरकारले लगाएको राज्य विप्लव मुद्दामा सम्बन्ध 1831 को गोर्खा लिम्बुवान सन्धि लाहोर ग्रिपले अन्तर्राष्ट्रिय अदालतमा पेश गरेको छ। संयुक्त राष्ट्र सङ्घले एउटा नेसन र अर्को नेसन बीच भएको सन्धिको विषय राज्य पुनर्संरचनाको बहस चलिरहेको सन्दर्भमा त्यो उठाउन पोलिटिकल कुरा हो र पोलिटिकल कुरा उठाउन अन्तर्राष्ट्रिय कानुनले अधिकार दिन्छ भनेर संयुक्त राष्ट्र सङ्घले व्याख्या गरेको छ।
र त्यो व्याख्याको आधारमा यो राज्य विप्लवको मुद्दा जसरी लगाएको छ त्यो नेपाल सरकारले अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन गरेको छ भनेर संयुक्त राष्ट्र सङ्घले चाहिँ भनेको छ। र त्यो भनिसकेपछि यही संयुक्त राष्ट्र सङ्घ अन्तर्राष्ट्रिय अदालतको फैसला सर्वोच्च अदालतमा पेश गरेपछि चन्द्रप्रसाद योङ्या लगायतका व्यक्तिहरूलाई लगाइएको राज्य विप्लवको मुद्दा खारेज भएको छ। त्यसैले यो सन्धिले अन्तर्राष्ट्रिय मान्यता अन्तर्राष्ट्रिय अदालतमा पनि यो चाहिँ प्रस्तुत छ भन्ने कुरा मैले यहाँ जगजाहेर गरेँ। र अर्को अन्तर्राष्ट्रिय चाहिँ एउटा दृष्टान्त म तपाईँहरूलाई भन्न चाहन्छु। न्युजिल्यान्डका आदिवासी माउरीहरूले वाइटाङ्गी सन्धि र उनीहरूको वाइटाङ्गी सन्धि र चाहिँ लिम्बूहरू बिचको 1831को सन्धि एउटै भएको कुरा म चर्चा गर्न चाहन्छु। नेपाल एकीकरणका नायक पृथ्वीनारायण शाह र लिम्बू प्रमुख बीच भएको लालमोर सन्धि न्युजिल्यान्डको ब्रिटिस क्राउन र माउरी आदिवासी प्रमुखहरूको सन् 1840 भएको वाइटाङ्गी सन्धि जस्तै हो अथवा त्यो उस्तै छ। जुन ब्रिटिस क्राउन र माउरी प्रमुखहरू बीच भएको थियो, आज राजाको शासन नेपालमा नभएको जस्तै न्युजिल्यान्डमा पनि ब्रिटिसको शासन छैन। न्युजिल्यान्ड स्वतन्त्र सार्वभौम राष्ट्रको रूपमा छ, तर माउरीहरूसँग भएको सन्धि सम्झौताका आधारमा कानुन र नीति निर्माण हुन्छ त्यो देशमा। यसर्थ नेपालमा पनि प्रदेशको नाम, प्रादेशिक भाषा, भूमि तथा सांस्कृतिक लगायतका विषयमा नीति निर्माण गर्दा 1831को सन्धि सम्झौताका आधारमा बन्नुपर्छ भन्ने दृष्टिकोण यो मञ्चबाट यहाँ समक्ष राख्न चाहन्छु। आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरू, म लालमोरको संक्षिप्त कानुनी हैसियतको बारेमा पनि थोरै चर्चा गर्न चाहन्छु। वास्तवमा यो लालमोर नेपाल एकीकरण पछि गरिएको सन्धि सम्झौता हो। राज्यले लिम्बुवानमाथि प्रत्यक्ष शासन लागू नगरी स्थानीय शासन सत्तालाई स्वीकार गरेको स्थिति हो। यसले आत्मनिर्णयको अधिकार अन्तर्गतको स्थानीय शासन, आफ्नै कानुन, आफ्नै भूमि, आफ्नै नेतृत्वलाई मानेकोले स्वायत्तताको रूपमा यसलाई लिन सकिन्छ। यसलाई वर्तमान आदिवासी जनजातिहरूको संयुक्त राष्ट्र सङ्घको घोषणापत्र युएनड्रिप अथवा यसलाई अनड्रिप पनि भनिन्छ मा उल्लेखित आत्मनिर्णयको अधिकारको रूपमा थियो भन्न सकिन्छ। र यसरी नै लालमोरले प्रथाजनित कानुन कस्टमरी लको मान्यता दिएको छ। यो लालमोरमा आजको आईएलओ कन्भेन्सन 196 ले दिएको भूमि अधिकार, जल, जङ्गल, जमिन, जडीबुटी जस्ता सामुदायिक सम्पत्तिहरू लिम्बूहरूको सामुदायिक अधिकार क्षेत्रभित्र राखेको छ। त्यसैले यस्तो क्षेत्रमा राज्य र अन्य कसैले केही गर्न आवश्यक ठानेमा एफिक, फ्री, प्रायर एन्ड इन्फर्म कन्सेन्ट लिनुपर्ने राष्ट्रिय र अन्तर्राष्ट्रिय कानुनमा उल्लेख छ। नेपालले आईएलओ 169 राज्यको अन्य कानुन सरह राष्ट्रिय कानुनको रूपमा स्वीकार गरिसकेको छ। त्यसै गरी अनड्रिपमा पक्ष राष्ट्रको रूपमा नेपालले हस्ताक्षर गरेकोले यो लालमोर राज्यले मान्नुपर्ने अन्तर्राष्ट्रिय कानुनी बाध्यात्मक स्थिति रहेको कुरा पनि मैले यहाँ जानकारी गराउन चाहन्छु। अन्तमा यो लालमोर स्मरण योग्य मात्र होइन, लिम्बू आदिवासीहरूको वर्तमान राष्ट्रिय अन्तर्राष्ट्रिय कानुन अनुसार स्वायत्तता र स्वशासनलाई स्वीकार गरेर राज्यको सङ्घीय, प्रदेश र स्थानीय तहले नीति निर्माण गर्दा लागू गर्नुपर्ने हो। लालमोर स्मरण गर्नुको अर्थ छुट्टै राज्य बनाउनु, नेपाल देशबाट अलगाउनु भनेको होइन। आदिवासी लिम्बूहरूले एकीकरण पूर्वको लिम्बुवान खोजेको पनि होइनन् र उनीहरूले वर्तमान राष्ट्रिय कानुन सरह लागू भएको आईएलओ 169 र आदिवासी जनजातिहरूको अधिकारका लागि संयुक्त राष्ट्र सङ्घीय घोषणा पत्रमा उल्लेखित नेपाल पक्ष राष्ट्र भएकोले अरुण सप्तकोशी पूर्वको भूभागमा यो सन्धि सम्झौता अनुसार लालमोर उल्लेखित अधिकार खोजेका हुन्। र यति कुरा म यहाँलाई कुरा गर्दै म आफ्नो भनाइ यी राख्दै बिदा लिन चाहन्छु। सेवारो, धन्यवाद।